चिकन छ, प्याज छ है, अनि अजिना मटर, हल्का बटर। बल चाहिँ यसरी बनाउनु पर्ने हुन्छ है। बल बनिसकेपछि चाहिँ यस्तो हुन्छ है, अनि यो चाहिँ स्टिम गर्नुपर्ने हुन्छ। अन्त यहाँ चाहिँ स्टिम हुँदैछ अहिले चाहिँ। हेलो एभ्रिवान, सो आज चाहिँ म के बनाउँदैछु भने चाहिँ राइस डम्पलिङ है। अनि यो चाहिँ मैले अलरेडी किमा राखिरहेको छु यहाँनिर होइन। यहाँनिर चाहिँ मैले किमा बनाइसकेको छु। यो चाहिँ के छ भन्दा यहाँ चिकन छ, प्याज छ है, अनि अजिना मटर, हल्का बटर हालेर चाहिँ मैले चाहिँ बनाएको। सो यसलाई चाहिँ फर्स्ट किमा गरेर अनि बल बनाउनु पर्ने हुन्छ है। अनि बल बनाउँदैछु। अनि बल बनाएर चाहिँ अनि फेरि हामीले अगाडि राइस भिजाएर राखेको हुनुपर्छ है। राइसलाई चाहिँ एकदम धेरै आवर्ससम्म राखेको हुनुपर्छ। लगभग तपाईँको 6 आवर्स जस्तो चाहिँ राखेको हुनुपर्छ। सो मैले यहाँ भिजाएर राखिसकेको छु होइन। अनि त्यहाँबाट बनाउँदैछु म, हेर्नुहोस् होला है। सो बल चाहिँ यसरी बनाउनु पर्ने हुन्छ है। अन्त मैले खास चाहिँ मैले सुरुदेखि भिडियो बनाउँछु भनेर सम्झेको थिएँ है, तर अलिकति म बिजी भएँ है, पोसिबल भएन सुरुदेखि भिडियोज बनाउनु। त्यही भएर आधी नैदेखि भए पनि मैले सुरु गरिरहेको छु होइन। हेर्नुहोस् होला तपाईँहरू पनि यसरी राइस यसरी लगाउनु पर्ने हुन्छ है बलमा। किमाको चाहिँ मैले यहाँ बल बनाएर राखिसकेको छु नि त। अन्त बलमा चाहिँ राइस यसरी लगाउनु पर्ने हुन्छ होइन। स्टिम गर्नुपर्ने हुन्छ है। बादमा यहाँनिर चाहिँ यसरी मक्टुमा मोमो बनाएको जस्तै स्टिम गर्नुपर्ने हुन्छ। अन्त मेरो ब्याकग्राउन्ड साउन्ड अलिकति प्लिज इग्नोर गरिदिनुहोस् होला है। होटेलमा छु नि म हो, त्यही भएर अलिकति हल्का ठिकको साउन्डहरू आइरहेछ। सबैले कामहरू गरिरहनु भएको छ यता दाजुहरू पनि, बल बनिसकेपछि चाहिँ यस्तो हुन्छ है। अनि यो चाहिँ स्टिम गर्नुपर्ने हुन्छ। अन्त यहाँ चाहिँ स्टिम हुँदैछ अहिले चाहिँ। सो अहिले फाइनल रिजल्ट कस्तो हुन्छ तपाईँहरूलाई म देखाउँछु है, यसको फाइनल रिजल्ट। सो यहाँ चाहिँ मेरो फाइनल रिजल्ट चाहिँ यस्तो भएको छ है। एकदमै दामी है, एउटा पनि फुटेन, एकदमै राम्रो भएर निस्क्यो। सो यो चाहिँ राइस बल मेरो रेडी भयो एकदमै होइन। अनि यहाँ चाहिँ छ यसको अचार है। खासै यसको अचार चाहिँ फाल्टै तरिकाले हुन्छ है, सोया ससहरूसँग गार्लिकहरूसँग हुन्छ। तर हामीले चाहिँ त्यो मन पर्दैन र चाहिँ यो छुर्पीको अचार आफ्नै तरिका लोकल स्टाइलमा बनाएको हो है। त्यही भएर चाहिँ लोकल स्टाइलमै खाऊँ न भनेर अचार यही बनाएको, छुर्पी र टमाटरको हो। सो आजलाई यति नै है। अब म फेरि तपाईँहरूसँग नेक्स्ट भिडियोमा भेट्नेछु। ओके, बाई बाई।